नमस्कार एभ्रिवान, म अम्बिका रायमाझी। सदा चाहिँ आज पनि म हजुरहरूमा एउटा अति नै राम्रो खेतीको जग्गाको भिडियो लिएर उपस्थित भइसकेको छु। हजुरहरूलाई देखाउन लागि यो खेती चाहिँ बेलबारी नगरपालिका वडा नम्बर 4 शान्ति चोकमा पर्दछ। हजुरहरूलाई म यो खेतीसम्म आइपुग्ने बाटो चाहिँ मेन राजमार्गबाट नै देखाउन लागिरहेको छु। अवश्य पनि हेर्नुहोला। हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ बेलबारीमा रहेको बेताना सिमसारको गेट हो। यहाँ चाहिँ काकुम प्रवेशद्वार भनेर पनि यो गेटमा चाहिँ लेखिएको छ। अब हामी चाहिँ यो खेतीतर्फ जानको लागि चाहिँ यो मेन राजमार्गबाट लगभग 2.5 किलोमिटरको दूरीमा चाहिँ दक्षिणतर्फ जानुपर्ने हुन्छ। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ खेतीतर्फ जाने बाटो चाहिँ एकदमै राम्रो छ। पिच बाटो छ, सबैतिर पिच गरिएको छ। यो चाहिँ खेतीसम्म पुग्ने ठाउँसम्म नै यस्तै खालको बाटो रहेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ यो खेतीमा जाने बाटो वरिपरि चाहिँ एकदमै बाक्लो बस्तीहरू पनि रहेको छ भने घरहरू पनि एकदमै ठुलो ठुलो रहेको छ। एकदमै बसोबासको लागि पनि एकदमै उपयुक्त एरिया रहेको छ अनि खेती गर्नको लागि कृषि योग्य जमिन पनि एकदमै राम्रो पाइन्छ यो एरियामा चाहिँ। हजुरहरूले यो भिडियो स्किप नगरी हेर्न सक्नुहुनेछ। हजुरहरूले यो भिडियो स्किप नगरी हेर्नुभयो भने यो खेती भएको एरियामा कहीँ नबुल्ली कसैलाई नसोधी डाइरेक्ट हजुरहरू आउन सक्नुहुनेछ। हजुरहरूले देख्न सक्नुहुन्छ अब म चाहिँ यहाँ पूर्वतर्फ जान छोडेर चाहिँ दक्षिणतर्फ नै लागिसकेको छु। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ वरिपरिको दृश्यहरू। हजुरहरूलाई देखाउन लागि खेतीको नजिकै चाहिँ हजुरहरूले डेल्टा बोर्डिङ स्कुल पनि नजिकै पाउन सक्नुहुनेछ भने हजुरहरूलाई अहिले मैले देखाउन लागि खेती चाहिँ बेलबारी नगरपालिका वडा नम्बर 4 शान्ति चोकमा रहेको खेती रहेको छ। एकदमै राम्रो खेती रहेको छ। टोटल 5 कट्ठा छ यो खेती चाहिँ। एकदमै थोरै खेती किन्न खोजिराख्नु भएको छ भने एकदम सस्तो रेटमा मेन पिच बाटोमा नै टच भएको खेतीको जग्गा चाहिँ हजुरहरूले पाउन सक्नुहुनेछ। हजुरहरू म यहाँको दृश्यहरू देखाउँदै अघि बढिरहेको छु। देख्न सक्नुहुन्छ हजुरहरूले यो चाहिँ काकुम बुधबारे चोक हो। यो पनि एकदमै ठुलो चोक छ। यहाँ ठुला ठुला घरहरू छन् भने बिजनेस व्यापार पनि एकदमै राम्ररी चल्छ यो चोकमा चाहिँ। हजुरहरूले देख्न सक्नुहुनेछ। अब हामी चाहिँ यो बुधबारे चोक पार गरेर केही अगाडि जानुपर्ने हुन्छ यस खेती भएको ठाउँमा चाहिँ। यो मेन ठुलो बाटो हो। यो बाटो चाहिँ मिर्गौलियासम्म नै पुग्छ। यहाँ हजुरले देख्न सक्नुहुन्छ यहाँ चाहिँ डेल्टा इङ्ग्लिस बोर्डिङ स्कुल रहेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ म शान्ति चोकमा आइसकेको छु। हजुरहरू चाहिँ यो पूर्वतर्फ जाने बाटो छोडेर चाहिँ दक्षिणतर्फ नै जानुपर्ने हुन्छ। यहाँ बोर्डमा चाहिँ शान्ति चोक भनेर पनि लेखिएको छ। म चाहिँ पूर्वतर्फ जान छोडेर दक्षिणतर्फ लागिसकेको छु। म चाहिँ फाइनल्ली जग्गा भएको स्थानमा पुग्न लागिसकेँ भन्दा पनि यहाँ फाइनल्ली म चाहिँ यहाँ जग्गा भएको स्थानमा आइ नै सकेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ जग्गा चाहिँ यही घन्सी भएको जग्गा हो। हजुरहरूले देख्न सक्नुहुन्छ अगाडिको बाटो 20 फुटको पिच बाटो रहेको छ। पूर्व मोहडा भएको एकदमै राम्रो जग्गा रहेको छ। यो चाहिँ टोटल 5 कट्ठा जग्गा हो भने यसको मुख चाहिँ हजुरहरूले टोटल लगभग 80 फुट जति पाउन सक्नुहुनेछ। एकदमै राम्रो छ बसोबासको लागि भए पनि र खेती गर्नको लागि भए पनि एकदमै राम्रो रहेको छ। पूर्व मोहडा भएको हजुरहरूले देख्न सक्नुहुनेछ। यो चाहिँ बेलबारी 4 शान्ति चोकमा पर्दछ। हजुरहरू पनि यस्तै थोरै खेती खोजिरहनु भएको छ अनि यस्तै राम्रो मेन बाटोमा नै टच भएको खेती खोजिरहनु भएको छ भने अवश्य पनि यो भिडियो हेर्न सक्नुहुनेछ। अब म हजुरहरूलाई यहाँको जग्गाको रेट भन्न लागिरहेको छु। हजुरहरूले चाहिँ यो जग्गा चाहिँ यहाँको चलन चल्तीको रेट भन्दा पनि एकदमै कम मूल्यमा नै पाउनुहुनेछ। हजुरहरूले यस एरियामा आएर जग्गाको रेटहरू बुझेर लिन सक्नुहुनेछ। हजुरहरूले यो जग्गा लिन चाहनुहुन्छ भने चाहिँ मात्र 55 लाखमा नै 5 कट्ठा जग्गा पाउन सक्नुहुनेछ। यो जग्गा कस्तो लाग्यो हजुरहरूलाई? यदि मन परेमा र यो जग्गाको बारेमा अझ धेरै विस्तृत जानकारी लिन चाहनुहुन्छ भने 98 27 0055 73 मा सम्पर्क गरेर यस जग्गाको बारेमा अझै धेरै जानकारी लिन सक्नुहुनेछ। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यदि मन परेमा लाइक, कमेन्ट अनि सेयर गर्न भन्ने नभुल्नुहोला। अनि आगामी दिनहरूमा पनि यस्तै घर घडेरी अनि सस्तो खेतीयोग्य जमिनको भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला भन्दै हजुरहरूमा बिदा हुन चाहन्छु। हस्त बाई बाई।